बिहान 2:30 बजेको बढाई चढाई खबरमा म फर्सेसँगै म घिरौलेको नमस्कार। प्रसंग सुरु गरौं आजका मुख्य खबरका मूल शीर्षकहरूबाट। विगत 4 महिनादेखि स्कुल जान्छु भन्दै बाउआमालाई झुक्क्याएर डेटिङ जाने 2 युवा युवती पक्राउ। जंगलमा चर्न गएका गाई भैंसी बाघको मुखबाट बच्न सफल, सँगै बनाए बाघलाई उल्ली बिल्ली। र आज बिहान 90 वर्षकै कलिलो उमेरमा करेन्ट लागेर एकजना कुकुरको मृत्यु। अब सुनौ सबै कान टालेर पूरा समाचार। झापाको पापा भन्ने ठाउँमा छापा मार्दा विगत 4 महिनादेखि स्कुलमा ट्युसन जान्छु भन्दै हिँड्ने गरेका 2 जना केटा र केटीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। र ती केटा भन्छन्, यो केटीले जबरजस्ती गरेर मलाई स्कुल जानै दिदिन, यसलाई म यसै छोड्दिन। पल शाहले समीक्षालाई 10 लाख तिरे तर मलाई 9 लाख भए पनि हुन्छ भन्ने खबर हामीलाई ती केटाले जानकारी दिएका छन्। हिजो दिउँसो जंगलमा चर्न गएका गाई भैंसीलाई बाघले आक्रमण गरेर आफ्नो पेट भर्न खोज्दा गाई भैंसीले एउटा ठूलो रुखमा चढेर ज्यान बचाउन सफल भएका छन्। र रुख चढिसकेपछि ती गाई भैंसीले जिस्काएर त्यो ज्यानमारा बाघलाई आलाना उली बनाउँदै रुवाएर घर फर्काएको भन्ने खबर एक बाघले हामीलाई जानकारी दिनुभएको छ। नेपालको राजधानी धरानको एउटा कुकुर बाहिर डुल्न जाने क्रममा एउटा बिजुलीको पोलमा एउटा खुट्टो उचालेर पिसाब फेर्दा उहाँलाई करेन्ट लागेर 90 वर्षको कलिलो उमेरमै मृत्यु भएको छ। र कुकुरको लासलाई पोस्टमार्टमको लागि नजिकैको ब्युटी पार्लर पठाइएको भन्ने खबर हामीलाई प्राप्त भएको छ। हवस् त, आजलाई बिहान 2:30 बजेको बढाई चढा खबर सकिएको छ। भोलि पर्सि पनि यस्तै खबरहरू हेरेर हाहा हिहि हुहु हेहे हुहु गर्न चाहनुहुन्छ भने यो भिडियोलाई एउटा लाइक र एउटा कमेन्ट सँगै यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनिश दाहाल अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। नमस्कार।